हेलो गाइज, गुड मर्निङ, वेलकम ब्याक टु माई एफबी पेज। आज चाहिँ हामी हाम्रो माइजू र मामाकोमा चाहिँ टिका लगाउन आएको छौँ हो। पहिला चाहिँ विजय र म मात्रै आउँथ्यो, मेरो हस्बेन्ड र म। आज चाहिँ म, मेरो हस्बेन्ड अन्त सानो मान्छे, नयाँ मान्छे आएको छ आज चाहिँ टिका लगाउन गाइज। अब मामाले टिका लगाउनु चाहिँ अस्तिको साल पनि मामाले हामीलाई टिका लगाएर आशीर्वाद दिनुभएको थियो कि अब चाहिँ तिमीहरू तिनजना भएर आउनु भनेर। साँच्ची नै हामी तिनजना भएर आयो भनेर चाहिँ प्रियाङ पनि फर्स्ट जस्तै हो। सो गाइज, अब यसरी नै हाम्रो भिडियो छ। तपाईँहरूले माया र कमेन्ट गरेर यति साह्रो मेरो च्यानललाई अगाडि बढाउनु भएको छ र मेरो डलर पनि भरिँदैछ गाइज। हामी चाहिँ यसरी प्रत्येक साल मामाकोमा आउँथ्यौँ हो। अन्त योपालि चाहिँ प्रियाङ्क अब भएकोदेखिको चाहिँ मामाको घर आएको होइन। उहाँ चाहिँ मेरो माइजू कम फ्रेन्ड पनि हो, मेरो अब सबै कुरो दुःख सुख बुझिदिने होइन। उहाँले पुरा मतलब पहिलादेखि नै मलाई माया गर्नुहुन्थ्यो होइन, छोरी जस्तो मतलब मान्नुहुन्थ्यो। त्यही भएर हामी चाहिँ यहाँ मामाकोमा प्रत्येक साल टिका लगाउनु आउँछु। लास्ट इयर अब म बिमारी थिएँ, त्यही भएर आउनु पाएन हो। अन्त यहाँ चाहिँ मामाले चाहिँ मेरो हस्बेन्डलाई मलाई पुरा आशीर्वाद दिनुहुँदैछ हो। प्रियाङ्कलाई पनि अब आशीर्वाद दिँदै पुरा मामाले मलाई चाहिँ एकदमै छोरी समानै हेर्नुहुन्छ मामाले। अन्त हामी चाहिँ मामाको घर चाहिँ टाढो छैन, घरको छेउमै छ हो, सालुगढै हो। त्यही भएर प्रियाङ्कलाई पनि पुरा टिका लगाउँदै, प्रियाङ्क हेर न आमा थापेको, उसले चाहिँ आजकल बुझिसकेको छ टिका हो यो भनेर चाहिँ चुपा लागेर क्या गुड बोय जस्तै एकदम टिका लगाएको थाप्छ। आम्मामा थापेको अरे। त्यहाँदेखि चाहिँ आम्मामा हेर्दैछ कहिले भनेर यस्तो। प्रियाङ्कको एकदम मुड एकदम मुख फुल्लाइरहेछ प्रियाङ्कले हो। अन्त यहाँ चाहिँ प्रियाङ्क अब तल झऱ्यो नि, अहिले झन् बामी सर्नु थालेछ प्रियाङ्कले। अन्त मामाले चाहिँ हाम्रो मतलब खुट्टा ढोक्नुहुन्छ। मलाई चाहिँ साह्रो अप्ठ्यारो लाग्छ, मामाले यसरी खुट्टा ढोक्नु हुँदा पुरा लाज लाग्छ। अब ठुलो मान्छेले यसरी खुट्टा ढोक्दा त अप्ठ्यारो नै हुन्छ। त्यहाँदेखिको चाहिँ अब चाहिँ हामी चाहिँ यहाँ प्रियाङ्कलाई उयो गरेर चाहिँ मामाले मिठो चिकन बनाउनु भएको छ। अन्त हाम्रो चाहिँ यहाँ दस्तुर छ चिकन र उयो चाहिँ के अरे चिउरा चाहिँ, चिउरा र चिकन या चिउरा र मासु खानु चाहिँ दसैँ आएको जस्तो फिल हुन्छ। त्यही भएर हामी चाहिँ मासु र चिउरा चाहिँ एकदमै खाएको मामाले बनाउनु भएको गाइस। मामाको घरको